रहेछ यहाँ हामीले नि किन्यौँ एउटा। हजुर पाउँछ। यहाँ चाहिँ गुराँस के को भन्नुभयो तपाईँले? अलैची, गुराँस, रातो गुराँसको, यो यतापट्टिको अलैची, यतापट्टिको यो अम्बकको, अम्बकको, यो अलैची अदुवा हो। अदुवा। यो चाहिँ खानाको हो, सक्यो त। ए यो घरमै बनाउनु भएको है? हजुर घरमै बनाए। हुन्छ, तपाईँहरूले नि किन्न सक्नुहुनेछ यहाँ आएर राइङ बस्तीमा। दामी दामी होममेड पाउनुहुनेछ यहाँ, अर्ग्यानिक एकदम। हजुर बुझ्यो। कसरी छ हौ? हजुर 100 रुपियाँ हो। 100 रुपियाँ सस्तो गर्नु नि, ऊपर त 80 मा दिँदो। हुन्छ लानुहोस्। एउटा दिनुहोस् न। एउटा दिनुहोस् न, के छ र? ए तपाईँकोमा के चाहिँ वाइन पाउँछ तपाईँको? यो अहिले मेरोमा छनु चाहिँ थुप्रो छ कि वाइनहरू। हजुर हजुर। तर अब बिकिसक्यो। बिकिसक्यो है? घरमै बनाउनुहुन्छ नि त है? अब घरमै बनाउँछु। हुन्छ भाइ, हुन्छ। यो वाइन चाहिँ 80 रुपियाँ, 50 रुपियाँ, 100 रुपियाँ हेरी हेरी रहेछ। तपाईँले चाहिँ बार्गेनिङ गर्नुपर्ने हुने रहेछ हो। बार्गेनिङ गर्नुभयो भने चाहिँ तपाईँले पाउनुहुन्छ। यो चाहिँ एकदम के भन्नु, होममेड रहेछ, अर्ग्यानिक, एकदम प्योर अर्ग्यानिक अरे वाइनहरू। बाटा जोड हुने रहेछ। यो चाहिँ रापङ्गा टु नाम्ची जाने बाटामा जोड पाउनुहुन्छ। दामथाङ नियर दामथाङ यो राइङ भिलेजनेर चाहिँ पुरा पाउनुहुन्छ। तपाईँले यहाँ फुल पनि पाउनुहुने रहेछ, सक्नुहुन्छ। फुल पनि रहेछ। फुल के को वाइन खान्छ तपाईँले? अदुवा, जिन्जर, कुनै के भन्नु चाहिँ सबैको खान्छ। हामीले चाहिँ गुराँसको किन्यौँ। अब हामी चाहिँ यहाँदेखि घर जाँदैछौँ।